हेलो गाइज, वेलकम ब्याक टु युट्युब च्यानल साथीहरू। आज चाहिँ नयाँ भिडियो अनि नयाँ दिनको सुरुवातमा आज चाहिँ मैले भ्लग स्टार्ट गरेको छु गाइज। सो अहिले चाहिँ म चाहिँ हाम्रो चाहिँ पुरानो घरमा आएको छु साथीहरू। सो यहाँ चाहिँ अहिले कोही पनि बस्दैन पुरानो घरमा, सबै हामी तलतिर बस्छौँ तराईतिर। यो चाहिँ अलि पाहाडै भनौँ, यो लेखै हो। लेखमा चाहिँ हामी आएको छौँ। सो बेसी आज चाहिँ आएको कारण चाहिँ के छ भने चाहिँ हामी चाहिँ मकै कुटाउन आएको, लेखमा लगाएको मकै। म चाहिँ यहाँ छु, अरू मेरो फ्यामिलीहरू चाहिँ पर मकै कुटाइराख्नु साथीहरू। त्यही भएर म पनि त्यहाँ जानुपर्ने हुन्छ। यहाँ पानी परेको धम्लो आएर साथीहरू, त्यो अनि यसलाई चाहिँ अलिक सफा आउँछु भनेर खुल्लै छोडेको छु। त्यही साथीहरू, म त्यहाँ जान्छु, त्यहाँबाट सबैलाई म देखाउँछु, सबैलाई उ गर्छु। त्यहाँ फ्यामिलीसँग सबैले चिनाउँछु साथीहरू है त। अनि भिडियो चाहिँ कुनै पनि स्किप नगरेर मजाले हेरिदिनु होला मेरो भ्लग। अनि साथै लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गर्नु होला। अनि बेल आइकनमा थिचेर अलमा राख्नु चाहिँ नभुल्नु होला साथीहरू, किनकि त्यो अलमा राखेपछि मेरो भ्लगहरू, सर्ट भिडियोहरू, रिल्सहरू तपाईँकोमा आउँछ। सो फाइनल साथीहरू, म चाहिँ अहिले खाना पकाउने भाँडाकुँडा ल्याउनु जान लागेको छु। यहाँ चाहिँ होइन त साथी लागेको छ कि पुरानो घरमा साथीहरू, साथी लागेर त्यो माथि घरमा चाबी त्यो फोनै उठाएन साथीहरू, के गर्ने। अहिले म यहाँ त्यो घरमा आउनु लाग्छु, यो घरमा देखाउँछु म। यहाँ भाडा दिनु पनि हुन्छन् फोटोमा त, पहिला मान्छे सानो छैन। ट्रेनिङ त एउटै गोरु रहेछ। आइपुग्यो घरमा, कोठर घरमा कुकुर त छैन। ओहो दाजु, दाजु जेठानु होला नमस्ते। यो चाहिँ मकै कुटाउन आएको थियो, घर एक्लै हुनुहुन्छ? भाडा कुरा छ कि खाना बनाउनु लाग्नु भयो होला अहिले। पाँचजना छन्, खाना बनाउने घर हुन्थ्यो। यो चाहिँ अर्को पुरानो घर हो साथीहरू, यहाँ आएको छु म चाहिँ भाडा। यो चाहिँ साथीहरू स्कुल रहेको छ हाम्रो, भैँसे दमर भन्ने स्कुल भन्दा पनि यो साजे भन्ने स्कुलको यो चाहिँ। यो चाहिँ अहिले भर्खर निर्माण भएको स्कुल हो यो चाहिँ साथीहरू। अनि अहिले मकै त पुरा कति राम्रो भएर छ, कति राम्रो भएर साथीहरू मकै लेखमा तर आएको। अब यसै बेला सुसार गरेपछि यस्तो फल्छ साथीहरू मकै चाहिँ। त्यही भएर मकै कुटाउन आइएछ। अब यो मकै कुटाउने भ्लग कस्तो लाग्छ तपाईँहरूलाई प्रतिक्रिया दिन नभुल्नु होला साथीहरू। अब तपाईँहरूलाई म देखाउँछु हाम्रो मकैबारीको सिनेमेटिक भिडियो है त गाइज। रोटी कति हो? यो हरियो काँक्रा दरम दरम, मकै बारी दरम दरम।
ककरा क्रम क्रम मक्के बरी तरम 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 तरम। कहाँ हो? बात पा करो। वो अलग ही लेवल का बंदा था। बात पा करो। यहाँ छ, यहाँ आऊ त साग ल्याउन, साग ल्याउन आऊ यहाँ। हरियो ककरा क्रम आउने भोलि सोध्नु। ए बाख्रो भ्याउने बेलासम्म त कस्तो नभ्याएला र यति भ्याइएको थियो। फोटो खिचा होइन केही नाच्यो नानी बोकेर एकछिन समसम। हरियो ककरा क्रम क्रम काम घाम पानी नभनी जिग्नाको पहाड बोकी दिलैदेखि झमझमाई। खै मेरो कोदालो मैले कुटुलो खन्ने हो। यतापट्टि अब मेरो ठाउँ त्यो त म खान्छु त्यहाँबाट। के खाने? हरियो काँक्रा करम करम मक्कीबारी तरम। एउटा रिल्स बनाउनु पर्छ। ओ हल्दी मकै मक्केबारी द्रम द्रम हरियो काँक्रा करम करम। ग्राउन्ड देखेको गाडी ओको ल लो काम करो काम करो काम करो। सुन्दैनन् के? यत्रो कुटाउनु पर्ने पनि पप पप मकै कुटाउँदा त सिल्टी फ्ल्याट भयो लागिरहेको घाममा। त्यो नम्बर भन न कस्तो थानामा सक्यो बाबाको। घाममा मरिन्छ साथीहरू, काम गर्दा गाह्रो छ। गृहस्थी चम्किन गाह्रो छ। अहिले लास्ट फाइटमा आएर नि मकै कुटाउने एक्सन गरेर यता हेर त। यता यी ट्वास्छ यता ट्वास्छ यता ट्वास्छ। ऊ पर सुत्या छन् किन यहाँ छ त? ऊ त्यो बाबल खाने कुटो बाबल खानेको हो के? ल अब ब्रेक टाइम भयो, खाना खाने टाइम। टी सर्ट किन लगिदिएको गरे तिमीले? लागे यिनी अन्त
लिएर आऊ त छोरा अघि मैले खाएको होला खुर्सानी छ त्यहाँ डल्ले खुर्सानी अघि ल्याउनु भन्थ्यो त्यहाँ काली उठिस किन यहाँ गरेर आएको फेरि उता हेर्न न के हो त्यो कस्तो खालको नि हो यार महँगो बसाएर यो त यहाँ चटनी खान त गजब रहेछ त यहाँ धनियाँ रहेछ त ओ तलको जमिनमा फल्ने धनियाँ हो कि लगाउनु पर्थ्यो कि यसलाई धनियाँ उम्रिन्छ कि नै यो पुरै छक्कै रहेछ त सो अन्त कि गाइस भिडियो चाहिँ यहीँसम्म थियो हाम्रो चाहिँ अनि तपाईँहरूलाई चाहिँ म मेरो फ्यामिलीलाई देखाउनु भनेको थिएँ अलिअलि हल्का देखाएको थिएँ अनि सो अहिले चाहिँ अब अलिकता छ अब चाहिँ नखन्ने जोत्नु पर्ला गाइस त्यसलाई चाहिँ त्यो बेला चाहिँ तपाईँलाई देखाउँछु म अलिअलि भिडियो पनि अब धेरै लामो त भएको छैन त्यही पनि ठिकै छ साथीहरू हल्का छ म बनाउने छु साथीहरू है त गोठमा धुवली गले हाप्पा गरी सो गाइस हल्जा जोत्नको लागि हल्जा रेडी पारेर म हिँडिसकेको छु अनि गोरु चाहिँ उताबाट गएको छ तपाईँलाई म केही समयपछि बारीमा लगाएर जोतेको देखाउने छु है त ल फाइनली साथीहरू जोताइ पनि भयो ए यत्रो बारी जोत क्या बुटोले हालिदियो हुन त घर मकै खाएको थियो घर पनि भिडियो पनि कतिपालि बनाउँदैछ सो अन्त कि गाइस भिडियो चाहिँ यति नै साथीहरू के कस्तो लाग्छ तपाईँहरूलाई मन परेमा त्यही हो मैले सुरुमा भिडियो स्टार्ट गर्ने बेलामा भनिसकेको थिएँ साथीहरू सब्सक्राइब गर्नु अनि बेला अलमा राख्नु नभुल्नु होला यति भन्दै मेरो चाहिँ अब भिडियो यहीँ चाहिँ इन गर्न चाहे साथीहरू सो अहिले चाहिँ फाइनल पानी लिएर लास्ट खेप पानी लिएर जाँदैछु अनि त्यहाँ हामी चाहिँ घरतिर लाग्ने पर्ने हुन्छ अब साथीहरू के गर्ने गाह्रो छ यस्तै यो गाउँघरतिर उकालो ओह्रालो गर्मी घाम पानी त्यही हो साथीहरू त्यस्तै छ गाउँले जीवन यस्तै हो के गर्ने यस्तै हो हरियाली मौसम हावा सरर चलेको छ साथीहरू मन परेमा मलाई सब्सक्राइब गरेर मेरो भिडियो रिल्स सर्ट रिल्स हेर्न चाहिँ नभुल्नु होला साथीहरू है त यति भन्दै मैले चाहिँ भिडियो इन गरेँ ल वाचिङ द फर द भिडियो साथीहरू नेक्स्ट भिडियोमा भेट हुनेछौँ फेरि त्यतिको लागि टाटा बाई बाई साथीहरू है त।